साथीहरू, आज पनि हामी घरमै एकदमै सजिलो तरिकाले धेरै दिनसम्म राखेर खान मिल्ने चिकनको अचार बनाऊँ है त। मैले आज यहाँ कुखुराको मासुको अचार बनाउँदैछु। हजुरहरूले यसको ठाउँमा मटन, बफ, पोत जुन पनि लिन सक्नुहुनेछ। सुरुमा हामी अचारको लागि मसला तयार गर्छौँ। मसलाको लागि मैले यहाँ जिरा, धनियाँ, मोटो जिरा, तोरी अनि त्यसपछि आँखेटिमु राखेको छु। सुरुमा मैले ग्यास अन गरेर एउटा प्यान बसालेँ। त्यसपछि सबै मसलाहरूलाई त्यस प्यानमा राखेर मजाले रातो हुने गरेर चलाइकन त्यसलाई भुट्नुपर्ने हुन्छ। सोही प्यानमा मैले थोरै तेल राखेर खुर्सानी पनि भुटेर राखेको छु। मसला राम्रोसँग भुटिसकेपछि त्यसलाई हामी एकछिन सेलाउनको लागि छोड्नेछौँ। मसला सेलाइसकेपछि यसरी मिक्सरमा पिनेको छु। अब भने मैले यहाँ 750 ग्राम कुखुराको मासु सानो गरी काटिएको पिस लिएको छु। ग्यास अन गरेर मैले एउटा प्यान बसालेर त्यसमा तेल राखेको छु। अब त्यसमा मैले थोरै गरेर मासु राखेर सबै मासुलाई राम्रोसँग चलाएर फ्राई गर्छु। मासु मजाले रातो नभइन्जेलसम्म यसलाई फ्राई गर्नुपर्ने हुन्छ। हेर्नुहोस् त, यतिको भएको छ। यता मैले मसलाहरू अचारको लागि तयार पारेर राखेको छु। यसमा हजुरले देख्न सक्नुहुन्छ सोया सस, भिनेगर, लसुन अदुवाको पेस्ट, मसिनो गरी काटिएको अदुवा, लसुन। मासु यतिको रातो भइसकेको छ। यसलाई अझै रातो हुने गरी हामीले फ्राई गर्छौँ। यतिको गोल्डन कलर आइसकेपछि अब हामी यसलाई निकालेर अर्को छुट्टै भाँडोमा राख्नेछौँ र यसलाई थालमा झिकेर राखिसकेपछि यता मैले प्यानमा तोरीको तेल बसालेको छु। तोरीको तेल राम्रोसँग तातिसकेपछि यसमा मैले जिरा र मेथी पड्काएँ। त्यसपछि सानो गरी काटिएको अदुवा राखेर मैले यसलाई राम्रोसँग चलाउँदै फ्राई गरेको छु र यसमा मैले थोरै काटेर राखेको लसुनको टुक्रा पनि सँगै राखेर फ्राई गर्दैछु। यसलाई मजाले चलाउँदै पकाउँदै गर्नुपर्ने हुन्छ। हेर्नुहोस् त, यस्तो भइसकेको छ। यो यसरी यसलाई मजाले फ्राई गरिसकेपछि यसमा अघि मैले भुटेर राखेको खुर्सानीको धुलो, मलाई चाहिँ अलि पिरो मनपर्ने भएर 2 चम्चा राखेको छु। खुर्सानीको धुलो राखेर यसलाई हामीले मजाले चलाउँछौँ। यसपछि हामी स्वाद अनुसार नुन, कश्मिरी मिर्चको धुलो 1 चम्चा, 1.5 चम्चा सोया सस, अघि पिनेर राखेको मसलाको धुलो 2 चम्चा, भिनेगर 1.5 चम्चा, अघि फ्राई गरेर राखेको मासु हामी त्यसमा राखेर मजाले त्यसलाई चलाउनेछौँ। हेर्नुहोस् त, हेर्दै कति मिठो खाउँ लाग्ने मासुको अचार बनिसकेको छ। भिनेगरले चाहिँ अचारलाई स्वाद दिनुको साथै लामो समयसम्म अचारलाई बिग्रिन दिँदैन। सबै राखिसकेपछि यसलाई चलाउँदै राम्रोसँग पकाउनु पर्छ। अब यो राम्रोसँग पाकिसकेपछि हाम्रो अचार तयार भइसकेको छ। अब भने मैले यसमा कागतीको रस राखेर यसलाई मजाले मिक्स गरेर बट्टामा हालेर फ्रिजमा राखिदिनेछु। धन्यवाद।